हामी पहिला यो अटोमा ठिक छ अन गर्नु पहिला अन अब त्यसलाई धेरै थिच्नु हुँदैन अन रहेछ हैन अब यहाँ यसले अन थिच्नु अलि बिचा पार्नु तरकारी त डर छ नलगाउ त अनि यता देखाउनु न तरकारी बसाएर खेतमा बारीमा जाँदा कस्तो उल्टो गर्नु म्याप ए नमन त त्यो सफली बनिसक्यो यो त पुरानो रहेछ त पुरानो त हात तालिम गर्नै परेन कुमारलाई आउन थालिसक्यो अलिकति माइन्ड गऱ्यो भने त आइहाल्छ नि त्यो पनि चिज हेर न चप्पल चप्पल उद्योगमा गएर हेरेर सिले त्यो उनीहरुले मान्छे तान्दो रहेछ बिस्तारै बिस्तारै त्यसमै अहिले यो चप्पलमा घाट बनाउने काम हुँदैछ त्यही हाल्नु न त्यो राइट लेफ्ट हाल्नु न राइट राइट सबै राइटै राइट छ एकतिर फर्किया हुन्छ राइट एकतिर लेफ्ट हुन्छ त्यो मुठामा त्यो वल्लो चाहिँ ले के गर्छ वल्लो त पाल पार्नु पाल पार्यो नि यो फिता हाल्नु यो त्यो पनि त्यही ए
एउटा चप्पललाई 10 मिनट समय लाग्दैन रहेछ है लाग्दैन? अब यो त जाने होइन बखर उडाइदिन्छ मलाई बनाउनेमा राख्यो भने म 10 जोड त बनाउँछु बिहानदेखि। यहाँ त्यो सारो गिरी राख्नुपर्छ हामी दुईजनाले 6 घन्टामा 800 लगभग 400 भन्दा मान्छ होला सबै बनिसक्नु पर्यो सबै बनाएर होइन होइन मतलब भइसक्नु पर्यो कि एउटाले उहाँ काटिरहने एउटाले यत्र गरिरहने हो कि हो र कति बेला आउनुहुन्छ? म आउँछु नि यहाँ म आउँछु नि हस् हुन्छ अब जानिन्छ अब जाने साँचो चाहिँ सबै खाले ल्याउनु भएको छ नि होइन साँचो सबै खाले ल्याउनु भएको छ होला त त्यस्तो सानो पारेको एक जोर चप्पल तयारी भयो। यो अलि उहाँ अलि ट्रेनिङमा हुनुहुन्छ। कहिले मिसन राखेरमा के भन्न चाहनुहुन्छ तपाईँ? अब वैदेशिक रोजगारीबाट आइसकेपछि केही नेपालमा केही गरौँ भन्ने उद्देश्यले चाहिँ यो मैले मेसिनको खोजी गरिराखेको थिएँ। यसै बिचमा चाहिँ मैले यो फेसबुक यो इन्टरनेट मार्फत चाहिँ युट्युबबाट चाहिँ चप्पल उद्योगको चाहिँ यो सर्च गरिसकेपछि अब नेपाल कुन उद्योगमा तपाईँले कुन युट्युब च्यानलमा सर्च गर्नुभयो, कसलाई कन्ट्याक्ट गर्नुभयो यो मेसिन ल्याउनको लागि? मैले चाहिँ यो सुरुमा चाहिँ यो चप्पल उद्योगबाट चाहिँ के बन्दो रहेछ भनेर चाहिँ इन्डियन च्यानल हेरिरहेको थिएँ। त्योबाट चाहिँ अब नेपालमा चाहिँ कहाँ चप्पल पाइन्छ भन्ने भयो। त्योबाट चाहिँ मैले नेपालमा कहाँ चप्पल पाइँदो रहेछ भनेर चाहिँ इन्टरनेटमा खोज्दै जाँदाखेरि जय हनुमान चप्पल उद्योगले चाहिँ मेसिन सप्लाई गर्छ भन्ने। कहाँ छ यो जय हनुमान चप्पल उद्योग? कहाँ छ यो जय हनुमान चप्पल उद्योग चाहिँ निजगढ 12 मा रहेछ। त्यहाँबाट चाहिँ हाम्रो प्रोपाइटर विमल बजगाई सरसँग चाहिँ कन्ट्याक्ट भइसकेपछि चाहिँ त्यहाँबाट चाहिँ हाम्रो चाहिँ यो भयो यो मिसिन ल्याउने कुरो भयो। तपाईँले यो चप्पल बनाउने मिसिन ल्याउनु भन्दा पहिले उहाँको कारखानाहरू अवलोकन गर्नुभयो? मैले एकचोटि अवलोकन गर्ने चाहिँ मौका मिलिरहेको थियो। त्यहाँबाट पनि अलिकति हुन्छ भन्ने कुरो चाहिँ प्रेरणा भयो। त्यो भएर चाहिँ मैले अन्त पनि त्यो हेटौँडामा पनि एउटा चप्पल उद्योग रहेछ त्यहाँ पनि गएर चाहिँ हेरिरहेको थिएँ। त्योबाट पनि अलिकति सपोर्ट भएर चाहिँ चप्पल अब तपाईँको दिनका दिन प्रतिदिन हाम्रा युवाहरू विदेश गइरहनु भएको ती युवाहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ त? अब नेपालमै के गरौँ युवा अब स्वरोजगारको कार्यक्रमहरू चाहिँ अब सरकारले ल्याइराखेको छ भनौँ। अब त्यहाँ सरकारबाट पनि केही सपोर्ट हुन्छ नि होला भन्ने अब सोचौँ र आफैले पनि केही गरौँ भन्ने ऊ चाहिँ गरौँ। अब चप्पल मात्रै होइन अनेक थरी उद्योगहरू छन् त्यहाँबाट पनि अब चप्पल अथवा अनेक मिसिनहरू चाहिँ जय हनुमान चप्पल उद्योगलाई चाहिँ सप्लाई गर्दो रहेछ। त्यहाँबाट पनि मिसिनहरू अर्डर गर्न सकिन्छ, गर्नुहोस् भन्ने चाहिँ भन्न चाहन्छु। साथीहरू यहाँ हेर्नुहोस्, उहाँ यो हाम्रो कुमार लुन्टेजी हुनुहुन्छ सिन्धुली जिल्लामा। उहाँले चाहिँ अहिले यो चप्पल बनाउने मिसिनहरू ल्याएर उहाँले चप्पल कारखाना खोलिरहनु भएको छ। यो चाहिँ तपाईँको हाइड्रोलिक मिसिन हो, तपाईँको सिङ्गल फेस लाइनले चल्छ। यो तपाईँको चप्पललाई तुना हाल्ने होल बनाउने यो तपाईँको तुना हाल्ने ठाउँ सामान हो। यो यहाँले तपाईँको तुना घुसारेर चाहिँ यसले यहाँ तुना हालिन्छ।
यो तपाईँको तुनालाई यो चाहिँ तपाईँको चप्पललाई चाहिँ यसले ग्राइन्डर गर्ने काम गर्छ। यो चप्पलको साइडलाई चाहिँ यसले चिल्लाउने काम गर्छ। यो साइडहरूलाई यसले एकदमै तपाईँको फिनिसिङ गर्ने काम हो यो मेसिनको। यो चाहिँ सिन्धुली जिल्लाको चाहिँ दुधौली नगरपालिका 2 नम्बर वडामा 2 नम्बर वडाको भलवाई भन्ने स्थानमा पर्छ। यदि चप्पल आवश्यक परेको खण्डमा चाहिँ दुधौली नगरपालिका 2 भलवाईमा चाहिँ कुमार लुइटेल 9841581359 9841 581359 9817 243185 मा पनि सम्पर्क गरेर चाहिँ चप्पल होलसेल अथवा खुद्रा चाहिँ खरिद गर्न सक्नुहुनेछ भन्ने पनि जानकारी गराउन चाहन्छु। चतरा बाटो हजुर, धरान चतराको बाटोमा पर्छ यो। हाई स्कुल माथि भन्दा पनि हो।